रोपाई लगभग 2-4 दिनमा सकिन्छ। एउटा गीत जाऊ नि त ल। रोपाईहरू सकिएका छन् र केही हजुर अगाडि नै पनि के आउँछ मुख त के आउँछ त अबको यो जुन यो लाइनका भागहरू भने लगभग पनौती एरियाका धेरै जसो जमिनमा चाहिँ रोपाई सकिएको छ। पनौतीका केही भाग जमिनहरूमा चाहिँ रोपाई सकिन लागेको छ। यो चाहिँ लिलावती सिँचाइ आयोजनाको कुलो यस ठाउँमा आउने भए तापनि यो बाढीका कारणले पनि यो कुलो चाहिँ यहाँ आउन सकेको छैन। तर यो ठाउँमा भने प्रायः जसो यो असार महिनामा चाहिँ आकाशे पानीले नै यहाँका खेतहरू रोपिने गरेको छ। कहिले भने यो ठाउँमा लगभग साउनसम्म पनि पुगेको थियो भने असारको 27-28 सम्ममा पनि यहाँ रोपाई हुने थिएन। यो ठाउँमा प्रायः जसो आकाशे भर नै मात्रै पर्नुपर्ने अवस्था रहेको छ। लिलावती सिँचाइ आयोजना पनि निरन्तर रूपमा सञ्चालन हुन सकेको छैन। एउटा गीत जाऊ नि त ल। गीत चाहिँ आउँदैन है। हजुर के आउँछ मुख त के आउँछ त असारको बेला त एउटा भन्नु पर्यो नि। कोदाली माटो फुट्नु बाहेक अरू केही आउँदैन। हो र त्यो उखान टुक्का आउँथ्यो त तपाईँलाई आएन? मलाई चाहिँ आएन। त्यो खतम भयो त नि। यसपालि त कुलो नआइकनै पानी भरियो त सबै रोपाई लगभग चाँडै सबै सोरेर आयो गइरहेको खेतमा। हजुर अनि यसमा भरियो बढी भएर गइरहेको पनि छ। त्यही हो। अब कतै पानी लानु सकेको छैन, जाने बाटो छैन। हजुर कतै अब यस्तै बढी भएर पानी कटाइरहनु परेको छ। ठिक छ ल। यसपालि चाँडै रोपाइ भयो। पहिला हेरी चाँडै हो। पहिला हेरी चाँडै। त्यही त। त्यस्तै हो। अस्तिको पानीले हजुर रोपाइ भयो। आज नै अब लाग्छ पानी चाहिँ। हो है। छैन। आलुको समयमा मात्रै त्यहाँको कुलो यहाँ आइपुग्छ भने यो जुन बर्खा याममा धान रोप्ने समयमा भने त्यो कुलो यहाँ आएको हुँदैन। त्यो कारणले यहाँका खेतीहरू चाहिँ प्राय जसो आकाशे भरमा नै पर्नुपर्ने अवस्था यहाँका किसानहरूलाई रहेको छ। कुलो छ तर पानी हुँदैन। रोपाइ सकियो? सकिन लाग्यो? ए ल ल ल कहिले रोपाइ अब? हो ल ठिक छ। यहाँ चाहिँ रोप्न बाँकी भएको यो खेत अहिले भने ठिक्क बिउ यो रोप्ने बेला भएको छ।